जिल्ला प्रहरी यो चाहिँ मैले हाम्रो कानुन व्यवसायहरूसँग सबैसँग छलफल गरेर मैले जाने बुझेको कुरा के हो भने मौकाको बयान भनेको तपाईँको जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएर गरिएको बयानलाई मौकाको बयान भनिन्छ अरे भन्ने सुने अरे है। त्यसो भए चाहिँ एउटा यो प्रश्न कहाँनिर रह्यो भने मौकाको बयान भन्नाले जिल्ला प्रहरी कार्यालयले ज्ञानबहादुर बन्जनलाई कहिले पक्राउ गरेर कहिले बयान दिए यस्तो विषय पनि आयो यहाँ एउटा। त्यो भएको हुनाले यो हिजो जुन हामीले चाहिँ हाम्रो चाहिँ मुद्दा सम्बन्धी जुन जसरी उपस्थित उहाँ हुनुभयो अध्यक्ष जस्तो मान्छे होइन, यत्रो ठुलो जिम्मेवारी छ, यो पोखराको यत्रो पोखरेली जनताको बचत दुरुपयोग गर्नेको सिलसिला उहाँबाट सुरु भएको एउटा पारिवारिक उहाँहरूको चाहिँ जुन समूह छ, जेठान ज्वाइँ भाइ दाजु भाउजू श्रीमती सबैले एउटा संयुक्त चाहिँ एउटा साङ्गठित जुन छ, ज्ञानबहादुर बमजनलाई त साङ्गठित अपराध पनि लगाउनु पर्ने एउटा विषयले, तर उहाँलाई संस्थागत अध्यक्षलाई साङ्गठित अपराध पनि एउटा सहकारी ठगीको विषयसँग मात्रै जोडिया छ। त्यो भएको हुनाले यो विषय किन यसरी रह्यो र तपाईँको ज्ञानबहादुर बमजनको विषयमा पूर्व उहाँको संस्थामा चाहिँ कार्य संहिता रहनुहुने पूर्व प्रतिवादीहरू पनि धरोटीमा छुटेर उहाँहरूको पनि केही असन्तुष्टिहरू हामीले धेरै पटक सुनिसकेका छौँ। त्यो भएको हुनाले हामीलाई यो प्रति एकदम खेद छ हाम्रो, एकदम हामी यसको विरोध गर्छौँ, एकदम खेद प्रकट गर्छौँ यो विषयमा। तर यो भन्दै गर्दा सम्मानित अदालतलाई नमान्ने नगर्ने के अरे चाहिँ अदालतको चाहिँ उसलाई अपहेलना गर्ने भन्ने विषय पनि होइन, तर यस्तो विषयले अब हामी सामान्य मान्छेलाई त के छ भने शङ्काको सुविधा अदालत प्रहरी र कानुन व्यवसाय जिल्ला सरकारी कार्यालयको वकिलबाट प्राप्त हुन्छ। अब यसलाई हामी बोल्ने कि नबोल्ने, भनौँ कि नभनौँ भन्ने कुराहरू छन्। त्यो भएर यसलाई भन्ने नै हो भने हामी के माग गर्दछौँ भने हिजो सरकारवादी मुद्दामा सरकारको तर्फबाट कुनै पनि अधिवक्ताज्यू उपस्थित नभई भएको बहस यसलाई हामी पुरै खारेजीको माग गर्दछौँ। यसलाई हामी उच्चमा लगेर उच्चमा रिट हाल्ने होइन, जिल्ला अदालतबाट खारेज गरेर यो हिजोको थुन्चेक बहसलाई उच्च अदालतबाट खारेज गरेर फेरि पुनः बहस चाहिँ पेशी बयान गराएर पेशी बयान भइसक्यो, फेरि पुनः पेशी चढाएर जिल्लामै जिल्ला अदालत काशी जिल्ला अदालतमै पुनः पेशी चढाएर यसलाई फेरि थुन्चेक बहसमा लैजान हामी अनुरोध गर्दछौँ। यसमा चाहिँ न्याय परिषद तथा अन्य कानुनी सङ्घ संस्थाहरूलाई चाहिँ ध्यान आकर्षण गराउँदछौँ यो विषयमा र चाहिँ यो विषयमा हामी यसरी गर्दछौँ, हाम्रो चाहिँ माग यसरी गर्छौँ होइन। त्यो भएको हुनाले हामी एकदमै दुखी छौँ एकदमै यो विषयमा। यसरी विभिन्न सामान्य मान्छे अहिले पनि कास्की जिल्ला अदालतमा केही 5 जना प्रतिवादीहरू थुनामा छन्, उहाँहरूको पनि हेरौँ, उहाँहरूको अवचलन दुरुपयोग उहाँको चाहिँ लायबिलिटीहरू उहाँ संस्थामा कुन पदमा हुनुहुन्थ्यो होइन, यीलाई पनि मध्यनजर गरौँ विगतलाई पनि। अब उहाँ हिजो उपस्थित हुनुभयो को, अब अर्को एउटा विषय पनि के आयो भने उहाँ अमेरिकामा हुनुहुन्थ्यो, अमेरिकाबाट आउनुभयो अरे, अमेरिकाबाट आएर कास्की जिल्ला अदालतमा उपस्थित आउनुभयो भनेदेखि हिजो एउटा सामान्य एकजना मान्छेलाई विदेश जाँदै गर्दा युके जाँदै गर्दा पनि पक्राउ गरेर ल्याएको अवस्था थियो भने उहाँ अमेरिकादेखि नेपाल काठमाडौँसम्म आएर काठमाडौँबाट पोखरासम्म आइपुग्दा पनि नेपाल प्रहरीलाई पत्तो भएन। यो पनि किन यस्तो भयो? वास्तवमा भन्ने हो त उहाँ त काठमाडौँको एयरपोर्टमा झर्ने बित्तिकै पक्राउ पर्नुपर्ने हो। त्यो भएको हुनाले नेपाल सरकारले, नेपाल प्रहरीले, अनुसन्धान ब्युरोले सबैले के भन्नुहुन्थ्यो भने उहाँको पासपोर्टहरू ब्लक गरिएको छ, उहाँलाई रेड नोटिसमा राखिएको छ, रेड कर्नर नोटिस जारी भएको छ, रेड अलर्टमा राखिएको छ भन्ने कुरा हुन्थे, यो पनि भएन। त्यो भएको हुनाले यो विषयमा पनि हामीलाई चाहिँ जानकारी आओस् भन्ने चाहन्छु सबै जनतालाई। अब यस्तो नहोस् कि जिल्ला कास्की जिल्ला अदालतमा यस्ता गतिविधिहरू यसरी दोहोरिँदै जाने हो भने हामीले त न्याय पाएनौँ, हाम्रा भावी पिँढीले पनि अन्यायमा पर्नेछन्। यो विषयमा आवाज उठाउन हामीले जरुरी ठान्यौँ यस्ता विषयमा। अहिले त हामी अन्यायमा परिरहेछौँ, हाम्रो बचत कहिले फिर्ता हुने हो हामीलाई थाहै छैन, पैसा कहिले आउने हो, कहिले औषधि मूल्य गर्न पाइने हो, कस्ता बुढाबाआमाका उपचार कसरी गर्ने हो भन्ने कुरो हामी अन्यलमा छौँ भनेदेखि हामी त अन्यलमा छौँ, हाम्रा छोरा नातिको पालामा पनि यो किसिमको अभ्यास नहोस्। अब त कस्तो बनाउनु पर्यो भने कुनै पनि प्रतिवादी अदालतमा उपस्थित हुन्छन् भने सबभन्दा पहिला सरकारी वकिलको कार्यालयमा गएर सरकारी वकिल सहित साथमा अदालतमा उपस्थित हुनुपर्ने नियम बनाउनु पर्यो। अदालतमा सिसिटिभीको प्रत्यक्ष प्रयोग गरेर चाहिँ लाइभ चाहिँ रेकर्ड चाहिँ प्रस्तुत गर्ने वातावरण मिलाउनु पर्यो। को आएर कस्तो किसिमको बहस गर्नुभयो, यहाँ त अहिले त हामी म एकदम सामान्य नागरिकको भाषामा भन्न पर्दा त सबैले झुट बोलेको जस्तो देखिन्छ।
अब सबै मिलोमतो भएको जस्तो देखिन्छ। सामान्य भाषा मैले बुझेअनुसार अब भोलि मलाई कुनै कानुन लाग्ला नलाग्ला कसैले केही भन्नु होला आफ्नो ठाउँमा छ, म एकदम सामान्य सरल एउटा पीडितको हैसियतले भन्ने हो भने त सबै मिलेमतो गरेर आफ्नो हिसाब किताबले उपस्थिति भएर सरकारी वकिललाई थाहै नहुने, अदालतले जानकारी नै नगराउने, यो विषयमा यस्तो भएको छ। सरकारवादी, म फेरि पनि भन्छु, सरकारवादी मुद्दामा सरकारी वकिलको उपस्थिति बिना भएको बहस हामीलाई मान्य हुने छैन। यदि सरकारी वकिलले त्यहाँ उपस्थिति भएर बहस गर्नु भएको छ भने त्यो रेकर्डेड हामीले ल्याउनुहोस्, के भन्नुभयो त्यहाँ भित्र त गरेको बयान त पक्कै पनि त्यहाँ प्रस्तुत गर्नुपर्छ होला नि। त्यो भएको हुनाले उपस्थिति नभएर बहसै नगरेको मान्छेको नाम चाहिँ अदालतले आफ्नो आदेशमा प्रस्तुत गरेको छ, यो पनि हामीलाई मान्य छैन। त्यो भएको हुनाले हामी यस विषयमा सम्पूर्ण नेपाल सरकारको चाहिँ न्याय प्रणालीको ध्यान जाओस् भन्दै चाहिँ अब म यो माग हाम्रा अन्य साथीहरूलाई चाहिँ हस्तान्तरण गर्छु। हजुरहरूको केही सवाल जवाब भएदेखि हजुरहरूले सवाल गर्नुहोस्, हाम्रा सबै हामीले सक्दो हामीले चाहिँ तपाईँहरूको प्रश्नको उत्तर दिने प्रयास गर्नेछौँ। भनिदिइहाल्नु न, को मान्छेलाई चाहिँ त्यो सरकारी वकिल चाहिँ उहाँले दाबी गर्नुभएको मान्छेको नाम चाहिँ के छ? अब यसमा चाहिँ कस्तो छ भने प्रस्तुत मुद्दामा मिसनसँग अन्तर्गत